असल यो जग्गाबाट आराधकहरू बनिनुपर्छ। यिनीहरूले गरेको आराधनाले चाहिँ प्रभु आज मण्डलीमा विश्वमा ठुला ठुला कामहरू हुनुपर्छ। प्रभु यो नानीलाई तपाईँले अभिषेकले भर्नुहोस्, बाहिर भित्र हृदयले गर्दा प्रभु यी नानीहरूलाई तपाईँको स्वर्गदूतको छावाहरू दिनुहोस्। संसारको कुनै कुराले लडाउने होइन, तर यसो हामी तपाईँमा भरोसा गर्छौँ। प्रभु यो नानीहरूलाई तपाईँको हातमा हामी समर्पण गर्दछौँ। आज शरीरमा भएर आमा बाउले जन्म दिएता प्रभु, तर तपाईँले त यी नानीहरूलाई चाहिँ यति साह्रो प्रेम गर्नुभएको छ। तपाईँको वचनले भनेको छ येशू ख्रिस्टको रगत बग्यो अनि त्यो चोरको आत्मा र प्रभु येशूको आत्मा चाहिँ सिधै स्वर्गमा गयो। अनि जति पनि त्यो ठाउँमा बसेका अब्राहमको काखमा भएको जति पनि पुरानो मानिसहरूको आत्मा थियो अनि उनीहरू सबै चाहिँ त्यतिखेर प्रभु येशूको रगत बगाइसकेपछि अनि येशू ख्रिस्टको रगतले उनीहरू लिएर स्वर्गमा स्वर्ग रहनुभयो। त्यसै कारण मैले भन्नु खोजेको कुरा चाहिँ के हो भन्दै गर्दाखेरि अनि मानिसको पाप चाहिँ मानिसको रगतले मात्रै धुनुपर्छ, धोइन्छ। अरू मजाले ताली बजाइदिन्छ नानी। सबैजनालाई भजन सङ्ग्रह 701 यसो लेखेको छ। हे परमप्रभु, म आफूलाई सदा चिन्छु, मलाई खेदो मेरो खेदो गर्नेहरूबाट बचाउनुहोस्। आमेन। सायद नानीहरू यति होला, अरू कसैको छ भने